यो लकी 7 हो जाओ आउनुहोस् stay for 6 5 4 3 2 1 ladies and gentlemen please welcome to on the stage king the most popular folk singer none other than Mr. Prince Guru निद्रा लाग्छ यति धेरैजना उपस्थित हुनुभएको छ चिज गुरु हेर्न भनेर आउनु भएको होइन यो चाहिँ लोकदोरीलाई चाहिँ अत्यन्तै माया गरी दर्शक श्रोताहरू आउनु भएको छ सबैजनाप्रति एकदमै शिर निहुराएर उच्च सम्मान छ सबैजनाप्रति धेरै धन्यवाद छ कुशल उद्घोषक अत्यन्तै मृदुभाषी कार्यक्रम सञ्चालक हाम्रो देवकुमार थापा मगरजी हुनुहुन्छ उहाँलाई हृदयदेखि धन्यवाद व्यक्त गर्न चाहन्छु र मलाई यहाँ आउने अवसर प्रदान गर्नुहुने यो उर्वर हुने आउने अवसर धन्यवाद व्यक्त गर्न चाहन्छु हाम्रो आयोजक समितिमा हुनुहुन्छ हाम्रो दिनेश तामाङजी हुनुहुन्छ त्यसै गरी मङ्गलबहादुर तामाङजी हुनुहुन्छ लगायत सम्पूर्ण आयोजक समिति तथा मेला व्यवस्थापकहरू हुनुहुन्छ सबैजनाप्रति एकमुष्ट रूपमा धन्यवाद तथा सम्मान व्यक्त गर्न चाहन्छु त्यसै गरी आजको कार्यक्रमको अध्यक्ष हुनुहुन्छ हाम्रो तेजबहादुर तामाङजी हुनुहुन्छ एकदमै हृदयदेखि धेरै धन्यवाद दिन चाहन्छु यो साँझ मिलाइदिनु भएकोमा यो अवसर प्रदान गर्नुभएकोमा त्यसै गरी आजको कार्यक्रममा प्रमुख अतिथिमा हुनुहुन्छ हाम्रो भरतपुर वडा नम्बर 17 अध्यक्ष ललितमान तामाङजी हुनुहुन्छ उहाँलाई एकदमै हृदयदेखि धन्यवाद तथा सम्मान व्यक्त गर्न चाहन्छु कहाँ हुनुहुन्छ उहाँ बसिराख्नु भएको छ मलाई मुगलिङसम्म लिन गएर लिएर आउनु भएको छ अत्यन्तै जोसिलो फुर्तिलो एकदम सहयोगी भावना भएको मान्छे यतिको मान्छे अध्यक्ष हुन सुहाउँछ हामीलाई अध्यक्ष हुन मरिकाटे सुहाउँदैन एकदमै उहाँलाई हृदयदेखि धेरै धन्यवाद तथा सम्मान व्यक्त गर्न चाहन्छु त्यसै गरी हाम्रो भरतपुर 18 निवर्तमान जनप्रतिनिधि हुनुहुन्छ जितबहादुर तामाङजी हुनुहुन्छ उहाँलाई पनि एकदमै सम्मान व्यक्त गर्न चाहन्छु र विशेष अतिथि हाम्रो भरत पौडेलजी हुनुहुन्छ उहाँलाई पनि सम्मान व्यक्त गर्न चाहन्छु र प्रहरी निरीक्षक कल्पना सापकोटाजी हुनुहुन्छ उहाँलाई पनि एकदमै सम्मान व्यक्त गर्न चाहन्छु र मेलमिलाप समिति सदस्य हर्कबहादुर विकज्यू उहाँलाई पनि सम्मान व्यक्त गर्न चाहन्छु र अन्य अतिथिज्यूहरू पनि थपिनु भएको छ छुटफुट हुनसक्छ त्यसको लागि क्षमा चाहन्छु सबैको नाम उल्लेख गर्न सकिनँ त्यसको लागि माफी चाहन्छु एकछिनमा चिन्ता गर्नेछु फेरि पनि नाम वाचन गर्नेछु मैले सम्झिनै पर्ने हुन्छ सबैजनालाई एकदमै धन्यवाद व्यक्त गर्न चाहन्छु र मसँगै आउनु भएको थियो दोहोरी कलाकारहरू तपाईँलाई मनोरञ्जन पनि दिनुभयो नचाउनु भयो हाम्रो गीता आलेजी हुनुहुन्थ्यो त्यसै गरी सबिना सेन्चुरी सरिता गुरुङ हुनुहुन्थ्यो उहाँहरू सबैजनालाई ठुलो रूपमा सम्मान व्यक्त गर्न चाहन्छु र हामीसँगै आउनु भएको छ कलाकारको अभिन्न अङ्ग हाम्रो वाद्यवादन कलाकार टिम हुनुहुन्छ उहाँलाई पनि एकमुष्ट रूपमा सम्मान व्यक्त गर्न चाहन्छु र टेक्निसियनमा रहने भाइहरू हुनुहुन्छ एकदम उहाँलाई पनि सम्मान व्यक्त गर्न चाहन्छु सम्पूर्ण कार्यक्रमको मुटु सम्पूर्ण आयोजकको मुटु सम्पूर्ण कलाकारको मुटु भनेकै साउन्ड सिस्टम हो कहाँ हुन्छ घुमाएर राम्रो बनाएर बजाइदिनु होला उहाँलाई पनि एकदमै सम्मान व्यक्त गर्न चाहन्छु र कार्यक्रमलाई भव्य सबै पाल्नको लागि जति पनि गाजीपुरवासीहरू पाल्नु भएको छ दर्शक श्रोताहरू पाल्नु भएको छ आमा बाबा दाजुभाइ दिदीबहिनीहरू काका काकी मामा आइजूहरू सोल्टिनीहरू हुनेवाला सासू ससुराहरू सबैजनालाई एकमुष्ट रूपमा सम्मान छ सबैजनालाई त जाऊ त यति रमाइलो मान्छे छन् त्यहाँका तिमीले हे भन्न सक् गुटुवाहरू नाच्छन् कति रमाइलो छ भने फुर्ती लाग्थे आज नाक राखिदिन्छ तपाईँहरूले नाचेर हुन्छ ओके पछाडि रहनुहुने सबैजनालाई अगाडि आइदिनु होला मान्छेको जिन्दगी हो कहाँ गएर रोकिन्छ कहाँ गएर सकिन्छ कसैलाई पत्तो छैन फर्केर आउने भनेको याद मात्रै हो त्यसैले आजको दिनलाई तपाईँ हामी सबै मिलेर यादगार बनाउनुहुन्छ मैले गाएका केही गीतहरू गाउँछु अफिसियल गीतहरू गाउँछु त्यसपछि मैले लाइभ दोहोरी पनि गाउनेछौँ तपाईँहरू मध्येबाट पनि कोही इच्छुक दोहोरी गाउन इच्छुक हुनुहुन्छ भने सम्पर्क गर्न सक्नुहुनेछ महिला मित्रहरू दोहोरी गाउनुहुन्छ भने म गाउनेछु पुरुष मित्रहरू दोहोरी गाउनुहुन्छ भने हाम्रो महिला मित्र पनि आउनु भएको छ हामी सकेसम्म तपाईँलाई मनोरञ्जन दिलाउने प्रयत्न गर्नेछौँ सबैजना नाचेर साथ दिनलाई हुन्छ धर्मशाला छाको तिमी काको काको हामी काको काको घुम्दै आउँदा यसै गाजीपुरमा ठक्रकै सँगले ठक्रकै भेट भएको
गाईले खान्छ हरियो घाँस भैँसीले खान्छ र गाईले खान्छ हरियो घाँस भैँसीले खान्छ र एउटा केटी फकाइदेऊ न तिम्रो के जान्छ र तिम्रो के जान्छ र फकाइदिने हो। नमस्ते छाजालो जोरले गाजीपुरको जोस यति हो त यति जोसले पुग्दैन यो गुन्जिनु पर्यो एकचोटि नमस्ते हो यो नि अझै त पछाडि अब एकचोटि हाम्रो पुरुष मित्रहरूको मात्रै दाजुभाइहरूको मात्रै आवाज सुनौँ है त नमस्ते कसले जित्यो हुन त यो गनगन गर्न र खिचखिच गर्न महिलाहरूले बढी सक्ने वास्तवमा भनियो भने महिलाहरूभन्दा पुरुषहरू मनकारी हुन्छन् हो कि होइन होइन भन्नुभएको छ। पुरुषहरू कसरी मनकारी हुन्छन् भने म अस्ति चाहिँ काठमाडौँबाट पोखरा जाँदै थिएँ गाडीमा जाँदै थिएँ गाडीको यात्रा गर्दै थिएँ र एकल यात्रामा र एउटा सिट झालिरहेको सिट खाली थियो र को चाहिँ महिला आएर बस्नु हुँदो रहेछ पुरुष आएर बस्नुहुन्छ कि जस्तो लागिरहेको थियो। अत्यन्तै ब्युटिफुल राम्री महिला आएर बस्नुभयो क्या आडमा। त्यसपछि उहाँलाई निद्रा लागेछ मेरो कुममा टाउको अडाएर निदाउनु भयो कि अब त्यति राम्री मान्छे मेरो कुममा टाउको अडाएर निदाउँदाखेरि मैले दिन्न होला त ठिकै छ नि त भनेर मैले चुप लाएर बसेँ र पछि उहाँ बिउजिनु भयो र मलाई निद्रा लाग्यो मैले उहाँको कुममा यसो टाउको अडाएको कोही मुर्दार मलाई छुन्छ सरेन। Bye.
लैजान्छु मान्छेलाई सबै नारीमा जाने हो त एकचोटि हाम्रो बिहेमा भएको सोल्टिनीहरूले हात उठाइदिन्छ फेरि हाम्रो यहाँ बिहे भएको सोल्टिनीहरू पनि आउनु भएको छ उहाँले फेरि चित्त दुखाउनु होला उहाँहरूको लागि एउटा सायरी भनिदिन्छु हुन्छ जिउडाल भन्दा ड्याममा लगाएको भुँडी मनपर्छ छट्ट मिलेको जिउडाल भन्दा ड्याममा लगाएको भुँडी मनपर्छ नसा लागेर कि दशा लागेर अचेल मलाई अर्कैको बुढी मनपर्छ हो कि होइन ल्याएर यता बाजेले हो भनेछ मार्ला घरमा म त यसो रमाइलो लाग्यो भनेको हो भन्ने गाँठे अर्का बुढी मन पराउन पाइँदैन है हेर्न पाइन्छ छिटो पाइँदैन भने जस्तै अबलाई भने तपाईँले अत्याधिक रुचाइदिनु भएको गीत लेखानी मायाको छिनो मिरामा सिकिने गाइदिनु गाउँछु छिनो मिरामा सिकिने लेखानी मायाको छिनो मिरामा सिकिने रेडी छ ल प्ले गरिदिनु होला मेरो मायाको झझको आदि भो सम्झदा भेट्न बाटो मायाको झझको आदि भो सम्झदा भेट्न बाटो लेखानी मायाको छिनो मिरामा सिकिने लेखानी मायाको छिनो मिरामा सिकिने जिते जाइलाको छ संसार तिमी छ खुसी छ मन सारै जिते जाइलाको
सेलाउनु भएको छ। अब चाहिँ म तल तल आउनेछु, हाम्रो यहाँ अतिथिज्यूहरू पनि मसँगै नाच्नुपर्ने हुन्छ। हावा सरर गाउँछु म, सबैजना नाचेर साथ दिनु होला। केही समय अगाडि बजारमा आएको गीत चिजा तामाङले मैले गाएको थियो, धेरैजना रुचाइदिनु भएको थियो। समय भएको छैन।
एकचोटि फेरि यही प्ले गरौँ कि नाच्न सजिलो भयो जस्तो लाग्यो है। त्यसपछि हामी बाजामा नि गाउनेछौँ।
सो मच, धन्यवाद छ। अब ट्र्याक नम्बर 10 प्ले गरिदिनु होला। बाजा तालको गीत त्यसै अगाडि बजाउन लागेको थियो, मैले सबैले त्यहाँ अवसर पाएको थिएँ। अहिलेको लागि ट्र्याक नम्बर 10 तिरिलो मुरली बज्यो। सबैजना बाजा तालमा उठ्न सबै नाच्नुहुन्छ। पछाडि रहने हाम्रो महिला दिदीबहिनी कलाकारहरू हुन्छ, प्लिज अगाडि आउनु होला। मेरो गीतमा खेलाउँछु मोडला, जाने बेला फोन नम्बर छोड। मेरो गीतमा खेलाउँछु मोडला, जाने बेला फोन नम्बर मोबाइल हातमा खेलाको किन हो र गाजी बिर्सेमा।
भर्खरै बजारमा आउने तयारीमा रहेको गीत अब छिट्टै आउँदैछ। तपाईँहरूले अरू गीतहरूलाई जस्तै यो गीत पनि माया गरिदिनुहुन्छ भन्ने अपेक्षा राखेको छु। अहिलेको लागि बजारमा आउँदै गरेको गीत हो। यसलाई पनि माया गरिदिनुहुन्छ भन्ने अपेक्षा राखेको छु। अहिलेको लागि भने ट्र्याक नम्बर 12 बागलुङ पञ्चकोट। यो गीत धेरैजना रुचाइदिनु भएको थियो। हाम्रो थुप्रैजना साथीहरू मिलेर चाहिँ बजारमा लगाएको थियौँ।
अब अन्तिम एउटा गाउँछु। केही समय अगाडि बजारमा आएको गीत सम्मानीको गालाइमा कोठी हेरे होला कम्तीमा 10 चोटि शान्तिश्री परिवार मैले गाएको थिएँ, बजारमा आएको थियो। अहिलेको लागि ट्र्याक नम्बर 24 सम्मानीको गालाइमा कोठी र हाम्रो बहिनीहरू पनि आउनु भएको छ। हजुरै आउन सक्नुहुन्छ। ओके, अहिलेको लागि ट्र्याक नम्बर 24 प्ले गर्नुहोस्। सम्मानीको गालाइमा कोठी हेरे होला कम्तीमा 10 चोटि प्ले गर्नुहोस्। हामी लाइभहरू पनि गाउँछौँ। अहिले अन्तिम हाम्रो रमेश परियार दाइलाई सम्मान गर्दै अहिलेको लागि ट्र्याक नम्बर 28 प्ले गर्नुहोस् न। अन्तिम गीत यो चाहिँ हामी त्यसपछि हामी लाइभहरू गाउनेछौँ। समय पनि घरदिँदै गएको छ, 10 बज्नु पनि लागिसक्यो। हवस् न, ओके। अहिलेको लागि ट्र्याक नम्बर 28 प्ले गर्छौँ।
जोसिलो ए गाजीपुरको पानीलाई भोसिलो ए मान्छे पनि हँसिलो जोसिलो गाजीपुरको पानीलाई भोसिलो यो बाटीलाई साना खाली यो बाटीलाई साना खाली साँच्चै त्यो दिलमा धन्यवाद छ थ्याङ्क यू सर धन्यवाद छ नाच के भयो खै मलाई थाहा छैन छोडेर जाँदै गर्दा छैन के भयो खै मलाई थाहा छैन छोडेर जाँदै गर्दा छैन लेखाली मायाको चिनो See